हेलो एभ्रिवान। आज चाहिँ म सिक्वेन्सियल डाटालाई चाहिँ कसरी ह्यान्डल गर्ने भनेर चाहिँ म आज आइसकेको छु। र यहाँ हामी हेर्न सक्छौँ टाइम सिरिज डाटा भर्सेस सिक्वेन्सियल डाटा। टाइम सिरिज डाटा चाहिँ सिक्वेन्सियल डाटा हुनसक्छ र सिक्वेन्सियल डाटा चाहिँ टाइम सिरिज डाटा हुन सक्दैन। अब टाइम सिरिज डाटा भनेको चाहिँ कस्तो भन्दाखेरि जस्तै वैशाखमा यति मिलिमिटर पानी पर्यो, अनि जेठमा चाहिँ यति मिलिमिटर पानी पर्यो र असारमा चाहिँ यति मिलिमिटर पानी पर्यो, अथवा ह्युमिडिटी टेम्परेचर त्यही मन्थ वाइज अथवा इयरली वाइज चाहिँ यति यति भनेर टाइम अनुसारको डाटालाई चाहिँ हामी टाइम सिरिज डाटा भन्छौँ। अब सिक्वेन्सियल डाटा भनेको चाहिँ सिरियल वाइज आउने डाटा। अब जस्तो कि हामी एउटा केही प्याराग्राफ पढ्दाखेरि चाहिँ सिक्वेन्स वाइज आउँछन्। जस्तै एउटा सेन्टेन्स भने आई लाइक पोट्याटो, आई आउने भयो, अनि लाइक पोट्याटो त्यसरी सिरियल वाइज आउने भयो। अनि त्यस्तै नै हो, टाइम 1 टाइम 2 टाइम 3 गरेर सिक्वेन्सियल आउँछ भने त्यो टाइम सिरिज डाटा भयो। अब हामी यहाँ आर्किटेक्चर हेर्न सक्छौँ टाइम सिरिज डाटाको। आरएनएन भनेको चाहिँ रिकरेन्ट न्युरल नेटवर्क हो। आरएनएन यो चाहिँ डेन्स न्युरल नेटवर्क भन्दा हल्का केही फरकहरू हुन्छ। यसमा चाहिँ हामी हेर्न सक्छौँ अब कसरी काम गर्छ त भन्दाखेरि, अब यो एच भनेको चाहिँ हिडन लेयर हो। अब त्यसको हिडन स्टेट भन्छ, त्यसलाई मेमोरी भन्छ होइन। अनि एक्सटी भनेको चाहिँ इनपुट। अब इनपुटमा चाहिँ के आउँछ त, अब जस्तै मैले पढ्दाखेरि आई लाइक पोट्याटो सिरियल वाइज के जाने भयो, त्यसमा इनपुट जाने भयो। अनि ओटी भनेको चाहिँ आउटपुट हो। अनि यो हामी देख्न सक्छौँ बी भनेर यस्तो गरेको छ। यो चाहिँ लुप जस्तो, यसले चाहिँ के गर्छ भन्दाखेरि इट क्यारी द मेमोरी भन्छ। यसले चाहिँ मेमोरी चाहिँ के गर्छ, मेमोरीमा चाहिँ सम्झेर बसिरहेको हुन्छ, मेमोरी चाहिँ स्टोर गरिरहेको हुन्छ। हामी अब अनफोल्ड स्ट्रक्चरमा हेर्न सक्छौँ के हुन्छ भन्दाखेरि यसमा चाहिँ प्रिभियस इन्फर्मेसन, अब पहिला नै के इन्फर्मेसन गएको थियो। जस्तै कि अब मैले सेन्टेन्स पढ्दाखेरि आई लाइक पोट्याटो, सुरुमा चाहिँ आई जाने भयो नि त प्रिभियसमा, अनि त्यसपछि के जाने भयो, लाइक जाने भयो, अनि फेरि एकछिन पछाडि केही समय पछाडि चाहिँ के जाने भयो, पोट्याटो जाने भयो। त्यसरी नै सिक्वेन्स वाइज हुन्छ। अब एचटी भनेको चाहिँ प्रिभियस हिडन स्टेट हुने भयो होइन, पहिला नै केही समय अगाडि नै हुने भयो। अनि त्यस पछाडि चाहिँ के दिनु भयो, आउटपुट दिनु भयो। अब यो हामी आउटपुट हेर्न सक्छौँ। आउटपुटमा चाहिँ के हुने भयो भन्दाखेरि दिस कन्भर्ट मेमोरी इन्टु प्रिडिक्सन, केही प्रिडिक्सन गर्ने भयो कि पहिलाको बेसिसमा बसेर चाहिँ प्रिडिक्सन दिने भयो। अब के प्रिडिक्सन दिन्छ त होइन, त्यो चाहिँ हुने भयो। अब प्रिडिक्सन दिनुभयो पछाडि, अब त्यो पहिलाको बेसिसमा मेमोरी अनुसार चाहिँ प्रिडिक्ट दिनुभयो। अनि यो एसटी भनेको चाहिँ करेन्ट हिडन स्टेट हुने भयो। अब करेन्ट, अनि यो चाहिँ के हुने भयो, फ्युचरमा हुने भयो। अब पछाडि के हुन्छ त यसमा चाहिँ मेमोरी होइन। अनि हामी यहाँ हेर्न सक्छौँ युभिडब्लु भन्छ। यु भनेको चाहिँ के हो भन्दाखेरि यसले चाहिँ के गर्ने भयो भन्दाखेरि इनपुटलाई चाहिँ हिडन इन्फर्मेसनमा के गर्ने भयो, कन्भर्ट गर्ने भयो युले चाहिँ। अनि भी भनेको चाहिँ इन्फर्मेसन ट्रान्सफर गरे जस्तो कि यो हिडन स्टेटदेखि अर्को हिडन स्टेटसम्म चाहिँ के इन्फर्मेसन पास गर्छ त होइन। अब जस्तो कि रिकरेन्ट वेट भन्छ, यसलाई चाहिँ रिकरेन्ट वेट भन्छ। के गर्छ त भन्दाखेरि यसले चाहिँ इन्फर्मेसन क्यारी गर्छ, एउटा मेमोरीदेखि अर्को मेमोरीमा चाहिँ के गरे जस्तै इन्फर्मेसन क्यारी गरे जस्तो, योदेखि यो स्टेट वाइज चाहिँ के गर्ने भयो, इन्फर्मेसन क्यारी गर्ने भयो। अनि अब हामी देख्न सक्छौँ डब्लु भनेको चाहिँ के हो भन्दाखेरि यो चाहिँ हिडनदेखि आउटपुट। अब यसले चाहिँ के गर्ने भयो, प्रिडिक्सन के दिन्छ त भनेर भन्नुभयो। यसले चाहिँ मेमोरीलाई चाहिँ प्रिडिक्सन, मेमोरीको बेसिसमा बसेर चाहिँ प्रिडिक्सन गर्ने भयो। अब त्यही नै हो। अब हामी देख्न सक्छौँ यहाँ फर्मुला देख्न सक्छौँ। फर्मुलामा चाहिँ एसडी 10S WHH ST प्लस WS XS
XT प्लस BH बी भनेको चाहिँ के हो भन्दाखेरि बायस हो यसको। अब जस्तै न्युरल नेटवर्कमा चाहिँ के हुन्छ, वेट र बायसमा चाहिँ काम गरिन्छ। अब जस्तो कि त्यसको वेट भनेको चाहिँ के हो भन्दाखेरि मेमोरी इम्पोर्टेन्स, त्यसको चाहिँ कतिको इम्पोर्टेन्स छ भन्छ वेट भनेको चाहिँ। अनि त्यस पछाडि WHH भनेको छ, WHH भनेको ओल्ड मेमोरी इम्पोर्टेन्स अथवा वेट फर प्रिभियस मेमोरी। अब त्यो प्रिभियस मेमोरीको चाहिँ कति छ त इम्पोर्टेन्स अथवा वेटेज कति छ भन्छ। अनि WXH भन्छ अनि करेन्ट ओडको इम्पोर्टेन्स अथवा भर्खरैको मेमोरीको के छ त इम्पोर्टेन्स त्यसको भनेको वेट फर करेन्ट इनपुट, त्यसको वेट चाहिँ कति छ त अब करेन्ट इनपुटको त्यो भयो। अनि बी भनेको बायस भइहाल्यो। अब त्यही नै हो, यतिमै काम गर्छ। अनि त्यस पछाडि के अब बुझ्नुपर्ने मेन कुरा चाहिँ के हो भन्दाखेरि न्युरल नेटवर्कको चाहिँ वेटहरू चाहिँ सेम नै हुन्छ कि। अब जस्तो कि यो हिडन लेयरको पनि वेट सेम, यो हिडन लेयरको पनि वेट सेम, यो हिडन लेयरको पनि वेट सेम भनेको मेन कुरा चाहिँ न्युरल नेटवर्कको चाहिँ के हुने भयो भन्दाखेरि हिडन लेयरको जुन जति पनि हिडन लेयरहरू हुन्छ, जस्तै यता जति पनि हिडन लेयर हुन्छ तिनीहरूको वेट चाहिँ सेम हुने भयो। जस्तो कि डेन्स न्युरल नेटवर्कमा चाहिँ अब लेयर वाइज के हुन्थ्यो त भन्दाखेरि वेटहरू चाहिँ फरक हुन्थ्यो। तर न्युरल नेटवर्कमा चाहिँ के हुने भयो भन्दाखेरि सेम नै हुने भयो कि। यसको वेट पनि सेम, यसको वेट पनि सेम, यसको वेट पनि सेम, वेट चाहिँ सेम हुने भयो यसमा चाहिँ है त न्युरल नेटवर्कमा चाहिँ। यो चाहिँ मेन कुरा हो। जस्तो कि अब इक्जाम्पलको लागि के लिन सकिन्छ त भन्दाखेरि जस्तो कि टिचर 1, टिचर 2 र टिचर 3। जस्तै टिचर 1 हुनुहुन्छ, 2 हुनुहुन्छ र 3 हुनुहुन्छ भने चाहिँ उहाँले पढाएको क्लासमा चाहिँ जस्तै क्लास 1मा म्याथ र क्लास 2मा पनि म्याथ, क्लास 2मा पनि क्लास 3मा पनि म्याथ पढाउनुहुन्छ लेट सपोज मानौँ है। अब उहाँले चाहिँ के गर्दाखेरि अब उहाँले इक्जाम ल्याइसके पछाडि चाहिँ उहाँले कपी चेक गर्ने बेलामा चाहिँ के गर्नुहुन्छ, उहाँले आफ्नै बेसिसमा अब स्टाइल हुन्छ नि आफ्नो कपी चेक गर्ने पनि, त्यस्तै स्टाइलमा चाहिँ उहाँले पनि एउटै स्टाइलमा मार्क्स दिनुहुन्छ। क्लास 2मा क्लास 3मा पनि एउटै हिसाबले अथवा एउटै स्टाइलमा मार्क्स दिनुहुन्छ भने चाहिँ त्यस्तै टाइप नै हो। यसमा पनि के हुने भयो भने यसमा पनि वेट सेम नै हुने भयो, यसमा पनि वेट सेम नै हुने भयो र यसमा पनि वेट सेम नै हुने भयो। त्यही नै हो यसको मेन कुरा चाहिँ न्युरल नेटवर्कको। हस् त थ्याङ्क यू, आजलाई चाहिँ यति नै।